कुरा उचित हुँदैन भन्ने म पुग्यौँ। रत्नाकर डाकु वाल्मीकि हुनसक्छ, त्यो बेग्लै कुरा हो। तर चुनावमा गइरहेको एमालेलाई एकातिर सुरेन्द्र पाण्डे र योगेश भट्टराईहरू चाहिँ अलोकप्रिय अनुहारहरू हुने र चक्रे मिलनहरू चाहिँ अग्रमोर्चामा देखिँदाखेरि नि गोर्खाको हाम्रो सङ्गठनात्मक आधार कस्तो छ भन्ने कुराले अर्थ राख्छ। गोर्खा हाम्रो कमजोर सङ्गठनात्मक आधार भएको ठाउँ हो। तपाईँले तथ्याङ्कमा हेर्नुभयो भने पनि, विगतको आँकडामा हेर्नुभयो भने पनि हामी प्रतिस्पर्धामा धेरै तल भएको ठाउँ हो। त्यो ठाउँको विषय र प्रतिस्पर्धामा रहेका ठाउँहरूको विषयको छनौटको भिन्नता स्वाभाविक रूपमा फरक हुन्छ। गोर्खामा उम्मेदवार बन्ने चाहने मान्छेहरूको सङ्ख्या न्यून हुने, अन्यत्र उम्मेदवार हुन चाहने मान्छेहरूको सङ्ख्या बढी हुने, त्यो चिजको अन्तरलाई त बुझ्नुपर्छ। मैले प्रारम्भमा तपाईँलाई सुरु गरेको प्रश्नबाटै म जान्छु। तपाईँहरूको पार्टी अध्यक्षलाई चाहिँ सबैभन्दा यस्तो एकलव्य र एकाङ्की बनाउनुमा चाहिँ शङ्कर पोखरेलको पनि सबभन्दा बढी हात छ भनेर भन्छन्। म दुईवटा कुरा तपाईँलाई सुनाउँछु, कति विश्वास गर्नु।